ताजेको त्यो पनि हालिसकेँ मैले मासु पनि अब गरेर टक्क मासु पनि हालिसक्यो त्यस्तै छ। अहिले फेरि ड्युटीबाट आउने साथीहरू हतार 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 गर्छ कि त्यही भएर अहिले नै छिटो छिटो गर्नुपर्छ। ल यो कागज बेच्दा फेरि सक्छ होइन हाल्ने यो चाहिँ मासुमा किन हालेको भन्नुहुन्छ नि यो चाहिँ नढुक्यो ब्रोइलर कुखुरा त काँचो किचिक हुन्छ नि त ब्रोइलर कुखुरा भनेको काँचो किचिक हुन्छ त्यो भएकोले गर्दा चाहिँ टक्क कागती हाल्यो भने ढुटिँदैन भनेर हो। अनि एकदम त्यो फस्के हुन्छ कि मासु यसले चाहिँ अलिकति टाइट बनाउँछ त्यही भएर मैले चाहिँ कागती हालेर गरेको। राम्रिया